होलीको नाम सुन्दा मात्रै दिमागमा के आउँछ? अबिर, रङ, लोला वा कोही आफन्तले बाटोबाट लोला हान्छ कि भनेर भाग्ने पलान? नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो स्पेसल होली धमाका भिडियोमा। आज म कुरा गर्नेछु होलीको इतिहास, रमाइलो गर्ने तरिका, नेपाली होलीको विशेषता अनि होली खेल्दा के ध्यान दिनुपर्छ भन्ने बारे। भिडियोको अन्त्यसम्म बस्नुहोस् किनभने तपाईलाई एकदमै रोचक कुरा सुनाउने छु। नमस्ते, मेरो नाम विचित हो। नेपाल राम्रो। तपाईँ कुन सहरमा होली खेल्दै हुनुहुन्छ कमेन्टमा लेख्न भने नबिर्सनु होला है। अब होलीको सुरुवात कहाँबाट भयो त? यसको कथा चाहिँ अलिकति फिल्मी छ है। एक जमाना थियो, हिरण्यकश्यप नामको एकदमै घमण्डी राजा थिए। उनी भन्थे म नै भगवान हुँ, तर उनको छोरा प्रह्लाद चाहिँ नाइ भगवान विष्णु हुन् भनेर टसमस भएनन्। अब बाबु रिसाउँछन्, के गर्ने? उनले प्लान बनायो, यो छोरालाई त मार्नुपर्छ। अनि के गरे भने आफ्नी बहिनी होलिकालाई बोलाए। होलिकालाई आगोले नजल्ने वरदान थियो। उनले भनिन्, दाजु प्रह्लादलाई लिएर म आगोमा बस्छु, म बाँच्छु, यो जल्छ। तर प्लान उल्टो पर्यो। भगवान विष्णुको कृपाले प्रह्लाद बाँच्यो, उल्टै होलिका जलिन्। त्यसैले होलीलाई सत्यको विजयको रूपमा मनाइन्छ। र के गर्न थालियो? होलिका दहनको परम्परा आज पनि नेपालका विभिन्न ठाउँमा होलीभन्दा एक दिन अघि होलिका दहन गरिन्छ। अब कुरा गरौँ नेपालमा होली कति धुमधामले मनाइन्छ। पहाडतिर त होलीको पहिलो सङ्केत हुन्छ बसन्तपुर दरबार स्क्वायरमा चिर ठड्याउने परम्पराबाट। चिर भनेको के हो त? एउटा अग्लो बाँसको लिङ्गो जसमा रङ्गी बिरङ्गी कपडाहरू बाँधेर ठड्याइन्छ। होलीको दिन त के भन्नु, साथीहरूलाई रङ दल्ने, अबिर दल्ने, पानी छ्याप्ने, लोला चल्छ, पानीको फोहरा चल्छ अनि हल्ला यस्तो हुन्छ कि पुलिसलाई पनि थाहा हुन्न के भइरहेछ। अब होली खेल्न के चाहिन्छ त? होली खेल्नको लागि रङ, पानीको फोहरा, लोला, साथीहरू। जति धेरै रङ उति धेरै मजा। तर रङ चाहिँ प्राकृतिक हुनुपर्छ है। जब होलीको गीतहरू बज्न थाल्छन् नि, आफ्नो खुट्टाहरू आफै नाच्न थाल्छन्। लोला हान्दै साथीभाइहरू उफ्रिँदै रमाउँदै हिँड्नुको मजा, आहा कति रमाइलो हुन्छ है। होली खेल्न त मजा आउँछ, तर होली खेल्दा केही कुरामा ध्यान दिनुपर्छ। दिएन भने आफैलाई गाह्रो हुन सक्छ है। होली खेल्दा कसैलाई पनि जबरजस्ती गर्नु हुँदैन। कसैलाई रङ मन पर्दैन भने उसलाई जबरजस्ती रङ दल्नु हुँदैन। आजभोलि रङ प्राकृतिक छैन। रासायनिक पदार्थहरू मिसाएर बनाएको रङले छालालाई असर गर्छ। त्यसैले प्राकृतिक रङ नै प्रयोग गर्नुपर्छ। आजभोलि मादक पदार्थ, लागु पदार्थ जस्ता चिजहरू सेवन गरेर भिडभाडमा गई हो हल्ला गर्ने परम्परा पनि बढ्दै गइरहेको छ। यस्तो गर्नु कदापि गलत हो। त्यसैले लिमिटमा मात्रै रमाइलो गर्नुपर्छ है। होली केवल एक चाड होइन, यो खुसी बाँड्ने, साथीभाइलाई रङमा रङ्ग्याउने, दुश्मनी मेटाउने अनि एकदमै रमाइलो गर्ने दिन हो। तपाईहरू सबैजनालाई मेरो तर्फबाट धमाकेदार होलीको शुभकामना। होली खेल्नुहोस्, रमाइलो गर्नुहोस्, तर सेफ रहनुहोस्। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोस्। अनि च्यानल सब्स्क्राइब गर्नु भएन भने अर्को होलीसम्म पर्खिनु पर्ला है।